केराको तरकारी बनाउने रेसिपी। केरा लियो, टमाटर, प्याज, अ, पाउडर जिरा, कश्मिरी मिर्च, तिल, काटेको लसुन, प्याज र यसलाई एउटा मिक्सीमा हालेर राम्रोसँग टमाटर हालेर ग्राइन्ड गर्ने र ग्राइन्ड गरिसकेपछि त्यो पाउडर त्यो दिएको धुलो मसला पनि हालेर ग्राइन्ड गर्ने र एउटा कराहीमा तेल लिएर राम्रोसँग त्यो अघिको काटेको केरालाई चाहिँ मजाले भुट्ने र निकालेर राख्ने र त्यही तेलमा चाहिँ त्यो अघिको ग्राइन्ड गरेको मसलालाई मजाले पकाउने र त्यसरी नै पाकिसकेपछि डल्लेको चाहिँ सेन्टको लागि अथवा पिरोको लागि यसरी मिसाएर राख्ने र त्यसलाई फेरि पनि पकाइने र त्यसपछि घरमा रहेको के छ होइन नुन अथवा रक सल्ट जे पनि हुन्छ स्वादअनुसार हाल्ने र त्यो रहेको अघिको भुटेको जानेको केरालाई मजाले हालेर पकाउने र प्याजमा र पाकिसकेपछि अब घरमा के छ होइन धनियाँ पुदिना जे छ मेरोमा त अब पुदिना छ त्यसलाई नै हाल्ने र हाल्ने यो चाहिँ सेन्टको लागि मात्रै साथीभाइ र यसलाई छोपेर राख्ने र यसरी ढ्याक्कै छोपेर राख्ने केही समयपछि र बादमा चाहिँ यो रेडी भयो बनाना करी।